हेलो साथीहरू, हजुरहरूलाई हाम्रो भिडियोमा स्वागत छ। हामी चाहिँ आज काठमाडौँबाट चितवनसम्मको यात्रा तय गरेका छौँ होइन। आज गएर हामी चितवनमै बास बस्छौँ, नारायणी किनारको यसो रमाइलो गर्नेछौँ, नारायणी किनारको आनन्द लिनेछौँ। त्यसपछि आज चाहिँ हामी त्यतै बसेर भोलि चाहिँ हाम्रो देवघाट गएर स्नान गर्ने सोच छ, देवघाट गएर स्नान गर्नेछौँ। अनि त्यसपछि गएर हामी फर्किएपछि सौरा जान्छ, सौरा गएर हात्ती चढ्नेछौँ। हजुरहरू जति पनि हुनुहुन्छ हेरेर साथ दिनु होला। हाम्रो साथमा हामी एन्टकमा जाँदैछौँ, त्यसपछि हाम्रो साथमा दाई हुनुहुन्छ होइन। हाकिम दाई र म सँगै निस्किनु थालेको हो यात्राको लागि। 3 दिनको यात्रा हो हाम्रो है त, हेरेर साथ दिनु होला गाइज। ल है साथीहरू, हामी चाहिँ निस्केको ल, हामी चाहिँ दाई र म होइन। भर्खर हाम्रो यात्रा सुरु भयो, हजुरहरूले हेर्दै गर्नु होला। हामीले राम्रो राम्रो सिनहरू देखाउने नै छौँ है त। फेरि भेटौँला। त्यसपछि चाबेलबाट बस पार्क हुँदै हामी यात्रातिर लम्कियौँ। काठमाडौँको जाम हजुरहरूलाई थाहै नै छ कतिको जाम हुन्छ भन्ने। जाम उस्तै परेर हामीलाई 1 घन्टा लाग्ने बाटोमा 1.5 घन्टासम्म पनि लाग्यो। अनि हामी थाङकोट पुग्यौँ। थाङकोटबाट ओह्रालो झर्दै झर्दै भ्याली छोडेको एउटा आनन्द लियौँ। त्यसपछि अलिक तलसम्म त बाटो सही नै थियो। त्यसपछि बाटोको अवस्था हेर्नुहोस् त, हेर्नुहोस् है गाइजहरू, यो बाटो त एकदमै खतम रहेछ। हेर्नुहोस् हजुर, हामी त नयाँ स्कुटीमा आएको हो, स्कुटी ल्याउन पनि मङ्खत लाग्ने जस्तो बाटो रहेछ हो। यहाँको थाङकोटबाट कटेर होइन ओह्रालो झर्दैछौँ हामी। यो बाटो हिँड्दाखेरि स्कुटी लिएर हिँड्दाखेरि चाहिँ हजुर बिचरा बाटो बिग्रिन्छ कि भन्ने डर लाग्यो मलाई त। खतमै रहेछ बाटोको। अहिले त एकदमै बनाउँदो रहेछ। धेरै दिनमा हामी भ्याली छोडेर यसरी अब स्कुटीमा यात्रा गर्दैछौँ होइन। यो चाहिँ सुरुङ मार्न ट्याक्क निस्किने बाटो रहेछ। यो बाटो त मास्टर थाङकोटबाट झरिसकेपछि त सबै यस्तै हिलो किची स्कुटीको टायर चिप्ल्यो भने लडिन्छ कि झन् धन्न डर लाई बल्ल बल्ल हामी झऱ्यौँ है त। अरू कुरा गर्दै गरौँला है त। फेरि चाहिँ आटिला भन्ने ठाउँमा आयौँ होइन। उखु हेर्नु, अर्ग्यानिक उखु। अब हामीले उखु किन्दैछौँ, यो दाइले उखु किन्दै हुनुहुन्छ होइन। त्यसपछि चपबाट उखु खाने हो यहाँ। उखु खाएर अनि त्यसपछि मलैखुमा गएर खाना खाने सोच गरियो। फेरि रमाइलो ठाउँ रहेछ। यो ठाउँलाई हेरेपछि त एकदमै आनन्द लाग्यो। त्यसपछि हामी चिया नास्ता खानको लागि सँगै बसेर कुराकानी गर्न थाल्यौँ। चिया खाने बेला हुँदैछ हाम्रो होइन। चिया खाजा के हुन्छ होइन। खाजा त अब मलैखु नै गएर खान्छौँ हामीले। दाई हुनुहुन्छ अखु किनेम होइन। अखुको भिडियो मैले अघि पनि त्यहाँ जोइन गरेछु होइन। अखु पनि किनेम, अब अक्सुमा अखु पनि खाइन्छ। अनि दाइ के छ त यहाँसम्म आउँदाखेरि हजुरलाई बाटो के कस्तो लाग्यो त? बाटो यस्तो राम्रो रहेछ। त्यो हामी चाहिँ हिँड्न के भन्छ, हामी चाहिँ हिँड्न खास भन्ने चाहिँ नहुने रहेछ कि बाटो त्यस्तो राम्रो रहेछ। हाम्रो स्कुटीले त बाटो भत्किन्छ कि जस्तो लाग्यो मलाई चाहिँ। त्यही भएर चाहिँ यस्तो बाटोमा चाहिँ स्कुटी बाइकहरू चाहिँ नकुदाउनु होला केही टाइमसम्म। बाटो अलिकति यति राम्रो छ कि त्यो बाटो बिग्रेर अझै भनेर चाहिँ हो होइन। बाटो त एकदमै रहेछ होइन, एकदमै खतमै रहेछ। सरकारले पिच गर्छ, राम्रोसँग पिच गर्छ। पिच गरिसके पछाडि चाहिँ बरु यसो हिँड्न अलिकति लागेको होला होइन। धुलो पनि उस्तै छ होइन। हिलो त अब कुरै छोडिदिउँ, धन्दै अघि हामी चिप्लेर लड्डेन होइन। धन्दै हामी बाटो बिगारेनौँ होइन। अनि त्यो भएको हुनाले सरकारसँग हामी माफ माग्छौँ। अब आगामी दिनहरूमा चाहिँ हामीले स्कुटीलाई अलिक ध्यान दिएर चलाउँछौँ बरु। केही समय पश्चात हामी मलैखु पुग्यौँ। हामी चाहिँ अहिले मलैखु आइपुग्यौँ होइन। बाटो त एकदमै धुलो कुरै छोडिदिनु। हामीलाई यहाँसम्म आउनु 4 घन्टा जति लाग्यो है हामीलाई यहाँसम्म आउनुलाई। 4 घन्टाको बाटो त्यहाँसम्म आइपुग्दा एकदमै थकै लाग्यो। थकै लागिसकेपछि हामी आराम गर्न थाल्यौँ र हामीले खाना पनि त्यही खायौँ। खाना खाइसकेपछि फेरि हामी आफ्नो यात्रातिर लम्कियौँ। जाँदै गर्दाखेरि हामीले त्यहाँको भ्यूहरू हेऱ्यौँ, त्यहाँका खोला किनारहरू हेर्दै रमाउँदै गयौँ। त्यसपछि केही समय पश्चात हामी मनकामना माताको गेटमा पुग्यौँ। अब साँझ परिसकेको थियो, त्यही भएर हामीले मनकामना माताको दर्शन गरेनौँ। बाहिरैबाट मनकामना मातासँग आफ्ना कामनाहरू माग्यौँ र त्यहाँको भ्यूहरू हेर्दै केबल कार हिँडेको हेर्दै हामी अगाडि हिँड्यौँ। त्यसपछि केही समय पश्चात हामी मुगलिन पुग्यौँ। मुगलिन पुगिसकेपछि मुगलिनबाट पोखरा जाने बाटोहरू हेऱ्यौँ। त्यसपछि त्यो बजारहरू घुम्दै हामी केही समयमा नारायणघाट हुँदै नारायणी किनारमा गयौँ। नारायणी किनारमा गएर स्कुटी रोकेर एकछिन बस्यौँ र त्यहाँको भ्यूहरू कैद गऱ्यौँ। त्यसपछि हामी केही समय त्यतै घुम्यौँ।
र मोबाइल दाइलाई दिएर म घुम्न थालेँ। हामी अहिले यो नारायणीको तिरमा छौँ होइन। यहाँ चाहिँ गुरु रामदेव मजाले चिलमा हुनुहुन्छ। अनि यो चाहिँ यो नारायणीको यो पुल भयो होइन। अनि यहाँ चाहिँ मजाले यहाँ बोटिङ गर्नको लागि हामी हिँडिरहेको खास बोटिङको लागि हामी यसो कुनमा जाँदा हुन्छ भनेर यता चाहिँ मकालु भन्नेमा चाहिँ छ होइन। यस्तै छ यो सब ड्रेस मोटु पतलु। घुम्दा घुम्दै रात झिमिक्क परिसक्यो। त्यसपछि हामी फर्कियौँ र हामी हिँड्दा हिँड्दै बाटोमा विवाहको जन्ती आउँदै गरेको रहेछ र हामीले त्यहाँ हेरेर एकछिन रमाइलो लियौँ। विवाहको रमाइलो सकिसकेपछि हामी बस्ने होटेलमा प्रस्थान गऱ्यौँ। होटेल थियो होटेल बालाजी। हामी दिउँसो नै होटेल हेरेको थियौँ, त्यही भएर यो दिउँसो नै खिचेको भिडियो थियो। हामीले त्यहाँ बुझ्यौँ र त्यो रातको लागि हामी त्यही होटेलमा बस्ने भयौँ र त्यो रात थकै लागेको रे हामी त्यही बस्यौँ। गुड मर्निङ सबैजनालाई। हामी फेरि अर्को दिन बिहान नारायणघाट गयौँ होइन। नारायणघाट गइसकेपछि काठमाडौँ जस्तो चिसो चाहिँ रहन्छ। अनि त्यसपछि बिहान चाहिँ चिसो चाहिँ अलिकति हुँदो रहेछ। अनि त्यसपछि हामी गएर टक्क भिडियो फोटो खिच्यौँ। अनि हामीले अघिल्लो दिन बोटिङ गर्न पाएको थिएनौँ, फेरि अर्को दिन बिरामी भयो, के गर्नु। अनि हामी चाहिँ बोटिङ नगर्ने भयौँ। त्यसपछि गएर बरु धार्मिक स्थल घुमौँ न त भन्ने सोच आयो। अनि त्यसपछि गएर हामी चाहिँ धार्मिक स्थल घुम्नका लागि हामी देवघाट गयौँ। देवघाट जानको लागि सुरुमा हामी पोखरा बस पार्क पुग्यौँ र पोखरा बस पार्कबाट अलिकति अगाडि गइसकेपछि एउटा आपटारी भन्ने ठाउँ आउँदो रहेछ। हुन त पहिला पनि म त्यहाँ बसेको, धेरैमा जाँदाखेरि धेरै फरक पाएँ मैले देवघाटमा चाहिँ होइन। त्यसपछि हामी ठ्याक्क त आपटारी चोक आयौँ। आपटारी चोकबाट आइसकेपछि हामी त्यहाँबाट छिर्यौँ। त्यहाँ त जे होस् योभन्दा अगाडि लगाएको 1 महिनाको यज्ञ रहेछ नि त। अनि त्यो यज्ञको बोर्डहरू रहेछ, त्यो पनि निकालिसकेको रहन्छ चाहिँ। अनि त्यसपछि हामी गयौँ, जाँदै जाँदै जङ्गलको एकदमै आनन्द लिँदै गयौँ होइन। त्यसपछि चाहिँ निकै नै रमाइलो लाग्यो। धेरै दिनमा भ्याली छोडेर यस्तो फ्रेस ठाउँमा घुम्न पाउँदाखेरि एकदम खुसी लाग्यो होइन। अनि हामी चाहिँ एकैछिनमा देवघाट पुग्यौँ। अनि देवघाट पुगिसकेपछि ती पुराना दिनहरूको निकै नै याद आयो। त्यसपछि हामी चाहिँ पारी पुल तरेर नगइकन हामी वारीबाट तलतिर सिधै झऱ्यौँ। हामी 3 जना थियौँ होइन। वारी गएर पहिला दर्शन गरौँ, अनि त्यसपछि पारी जाउँला नि त भन्ने सोच आयो। अनि त्यसपछि वारी गइयो। वारी गइसकेपछि ट्याक्क चारैतिर अवलोकन गरियो। अनि हामीले हाम्रो स्कुटीहरू पार्किङ गऱ्यौँ। अनि अलि तल गएर यसो जलले शिरमा सेसन गऱ्यौँ। त्यसपछि गएर त्यहाँ दर्शन पनि गऱ्यौँ र दर्शन गरिसकेपछि हामी फेरि पारीको लागि फर्कियौँ। फर्किँदै गर्दा हामी एकछिन गफगाफ पनि गऱ्यौँ। गफगाफ गर्दै गर्दै आनन्दले चिसो खाँदै हामी हिँड्यौँ होइन। त्यसपछि अलि अगाडि थियो हाम्रो बाइक। अनि त्यसपछि एकछिन त हिँड्नु नै पऱ्यो, एकछिन हिँड्यौँ। त्यसपछि फेरि पारीको लागि अब निस्किन थाल्यौँ। त्यसपछि हामी निस्कियौँ होइन। त्यसपछि गएर हामी अब पुलबाट हिँड्दै जानुभन्दा हाम्रो साधन थियो नि त, अनि साधनमै जानु त भन्ने भयो। अनि त्यसपछि हामी साधनमै जानु निलो गऱ्यौँ। अनि त्यसपछि अलि तल झऱ्यौँ। अलि तल झरिसकेपछि मान्छेहरूको भिडभाड थियो होइन। पुलमा त 2टा बाइक पनि बल्ल बल्ल अड्दो रहेछ नि त, एउटा स्कुटी लान पनि गाह्रो रहेछ। अनि त्यसैमाथि हाम्रो स्कुटीको पछाडि फेरि झोलाहरू थियो। अनि झोलाहरू भइसकेपछि एकछिन हामी त्यही वेट गऱ्यौँ होइन। जति सक्दो बाइकहरू जाउँ न, अनि त्यसपछि हामी जाउँला भनेर वेट गऱ्यौँ। तर त्यो पुल खाली नै भएन क्या। अब खाली नै नभइसकेपछि अब हामी त जानु पर्यो जसरी पनि भनेर गयौँ। अलि अगाडि पुगिसकेपछि हामी जाने कि फर्किने जस्तो भयो क्या। किन भन्दाखेरि अब हाम्रो स्कुटीको अगाडि पछाडि झोला थियो ठ्याक्क 2 साइडतिर। अनि त्यसपछि साधन लान बहुत अप्ठ्यारो भयो। दुई साइड झोला थियो, उताबाट बाइक आइराख्ने, बाइक आएपछि फेरि त्यो झोला उठाउनु पऱ्यो। त्यही गर्दाखेरि हाम्रो त्यो 2टा जुन त्यो चेन टाइपको हुन्छ नि त्यो चाहिँ बिग्रियो भनौँ न, बिग्रिसक्यो बल्ल बल्ल होइन। एकदमै दुःख गरेर हामी माथि पुग्यौँ। माथि पुगिसकेपछि बाटो के कस्तो छ, बाइक जान्छ कि नै भनेर हामीले बुझ्न थाल्यौँ होइन। त्यसपछि यो अगाडिको बाटो चाहिँ नजाँदो रहेछ, हामी पछाडिको बाटो गयौँ। अनि हाम्रो आश्रम जुन म पहिला 2 वर्ष बसेको थिएँ होइन, 2 वर्ष बसेर त्यहाँ मैले अध्ययन गरेँ, त्यो आश्रम हेऱ्यौँ होइन। बाहिरबाट हेऱ्यौँ, भित्र फर्किँदा जाम्ला भन्ने सोच थियो। तर पछि हामी उता अर्को बाटो निस्क्यौँ। त्यहाँ दाइले त थाहा थिएन नि त हामी त्यो आश्रममा पढेको भन्ने। अनि दाइलाई चाहिँ यही हो आश्रम दाइ,
भनेर मैले देखाएँ होइन। आश्रमको बारेमा केही कुराहरू पनि बताएँ। गुरुजीहरू हुनुहुन्थ्यो, यस्तो तरिकाले हेर्नुहुन्थ्यो, हामी यस्तो गरी बसेथ्यौँ भनेर चाहिँ मैले दाइले देखाएँ होइन। दाइले हेर्नुभयो, दाइले एकदम रमाइलो मान्नुभयो बाहिरबाट। अनि त्यसपछि हामी अलि अगाडि गयौँ। अलि अगाडि गइसकेपछि एउटा गलेश्वर जाने बाटो, एउटा महेश जाने बाटो थियो। हामी चाहिँ महेश आश्रम नगएर हामी सिधै गलेश्वर आश्रम गयौँ। तपाईँहरूले पनि पल्लेबाट नाम सुन्नुभएको। अनि त्यसपछि पर्यटकीय स्थल भयो नि त। अनि पर्यटकहरू पनि म्याक्सिमम् आइराख्ने ठाउँ गलेश्वर आश्रम होइन, जुन मन्दिरमा हामी गयौँ। गइसकेपछि एकछिन बस्यौँ। मैले चाहिँ धेरै फरक पाएँ। पहिला चाहिँ यस्तो पेन्टहरू यस्तो केही लगाएको थिएन, तर अहिले चाहिँ धेरै के सबै कुराहरू, हरेक कुराहरू बाटोकोदेखि लिएर हरेक कुराको विकास भएको रहेछ। अनि हामी चाहिँ आनन्दले लगभग आधी घन्टा जति हामी गलेश्वर आश्रममा बस्यौँ। गलेश्वर आश्रममा बसिसकेपछि एक किसिमको छुट्टै आनन्द आयो। जुन हाम्रो काठमाडौँमा पशुपति मन्दिर छ नि, पशुपतिनाथकै सेम भाइब्स आउने क्या त्यो मन्दिरमा चाहिँ। अनि त्यसपछि बसेर 2-4वटा भिडियो पनि खिच्यौँ, फोटो पनि खिच्यौँ र हामी फर्कियौँ। पछाडिको बाटो फर्किएर यो पुल देख्नुभयो नि, यो पछाडिको बाटोको पुल हो। यहाँबाट चाहिँ डाइरेक्ट हाइवे निस्किँदो रहेछ क्या। अनि हामी हाइवे निस्क्यौँ। हाइवे निस्किसकेपछि अबको हाम्रो यात्रा चाहिँ सौराहा थियो। आजको बसाइ पनि सौराहा नै भन्ने हिजोको प्लान थियो। अनि त्यसपछि हामी सौराहा जाने बाटोतर्फ लाग्यौँ। अनि केही समयमा हामी सौराहा पनि पुग्यौँ होइन। हजुरहरू देख्न सक्नुहुन्छ पुरै भैँसी चरेको। त्यसपछि गएर ट्याक्क लाएर त्यहाँ चाहिँ हात्तीहरूको मूर्ति, गैँडाहरूको मूर्ति, डोकोको हेर्नु न कति राम्रो आकृति बनाएको होइन। बाटामा यो सबै भ्यूहरू हामीले हेर्दै अगाडि बढ्यौँ। फाइनल्ली हामी सौराहा पनि आइपुग्यौँ होइन। सौराहा लेखेको देख्नुभयो नि, त्यहाँ चाहिँ धेरैले साँझमा फोटो खिचाउने रहेछन्। अनि त्यसपछि यो जुन भ्यू, यो यसरी कुर्चीमा बसेर खाने, यो हरेक कुराहरू देख्दाखेरि मलाई पोखराको लेक साइड छ नि, त्यो लेक साइडको छेउछाउमा पनि यस्तै छ नि त। अनि त्यसको एकदमै याद आयो। यो खोलामा चाहिँ कोही छिर्न नपाउँदो रहेछ। अलिकति इन्ट्री कार्ड भएको चाहिँ छिर्न पाउने, अरू चाहिँ नपाउँदो रहेछ। अनि हामीले चाहिँ माथिबाटै अवलोकन गऱ्यौँ। अनि हामी रुम खोज्नको लागि एक ठाउँ गयौँ। बाइक स्कुटीहरू पार्क गऱ्यौँ। अनि त्यसपछि गएर एकदमै राम्रो भ्यू थियो, वरिपरि फुलहरू रोपेको होइन। अनि त्यसपछि त्यहाँको दाइसँग हामीले बुझिसकेपछि हामी एकपल्टभित्र रुम हेर्न पनि गयौँ। कतिपय नियमहरू हामीलाई थाहा नभएकोले हामी कतिपय नियममा चुक्यौँ पनि। अनि त्यसपछि गएर सल्लाह गऱ्यौँ। त्यसपछि भयो अर्को खोजौँ भन्ने भयो। त्यसपछि हामी अर्को ठाउँ गयौँ। फेरि त्यो अघिल्लो ठाउँमा चाहिँ अलिकति हामीलाई ट्रिट मन पर्न क्या। अनि त्यसपछि हामी आयौँ होइन। यहाँ पनि पुरै फुलहरू पुरै राखेर सजाउ थियो। अनि यहाँ पनि हेऱ्यौँ। हेर्दाखेरि चाहिँ अलिकति माहौल त्यति खासै राम्रो हुँदैन कि जस्तो हामीलाई लाग्यो। त्यसपछि गएर हामी फेरि यो पनि चित्त बुझेन। त्यसपछि फेरि हामी अर्को ठाउँ पुग्यौँ। यो थियो हामी अर्को फेर बस्ने होटलको नाम, हेर्न गएको होटल। एउटा मोटे दाइ चाहिँ बाहिर बस्नु रहेछ क्या। अनि त्यसपछि गएर सबैलाई बोलाउनु रहेछ, 24 घन्टा भनेर बोलाउनु रहेछ। हामीले चाहिँ सौराहा त्यहीबाट नजिक पर्ने भयो होइन। हामी फेरि साँझ यसो लेक साइडमा बसेर फ्रेस हुँ भन्ने थियो नि त। अनि त्यसपछि गएर हामी त्यहीँ गयौँ। त्यसपछि त्यहाँको बेडहरू, बिस्ताराहरू सबै कुराहरू राम्रो थियो। अनि अन्तिममा हामी त्यहीँ बस्ने भयौँ। अलिकति यताउता घुम्दामै रात पर्यो। त्यसपछि गएर अब हाम्रो चाहिँ जस त्यहाँ आएर जङ्गल सफारी गर्ने सोच थियो नि त। अनि त्यसपछि त्यो रात पनि हामी त्यहीँ बस्ने भयौँ। त्यसपछि हामी चाहिँ त्यो हात्ती चोकको इन्जोय गऱ्यौँ, फुल भरपुर इन्जोय गऱ्यौँ। त्यसपछि गएर हामीलाई चाहिँ एउटा मेन भनेको थारू डान्स हेर्नु थियो क्या। थारू डान्स अहिलेसम्म नदेखेको, कस्तो हुन्छ त तिनीहरूको कल्चर भन्ने हामीलाई मनमा एकदमै कौतूहलता थियो। त्यसपछि गएर थारू डान्स हेर्न जाऊँ भन्यौँ र हामी त्यहाँ खाना खाएर हामी थारू डान्स हेर्नको लागि हामी टिकट काट्न गयौँ। अनि टिकट काटिसकेपछि हामी थारू डान्स हेर्न थाल्यौँ।
different art artistic dance like fire dance, Twin Jones dance. Thank you. Thank you. करिब 2 घन्टा जति हामीले थारू डान्स हेऱ्यौँ र अन्तिममा नाच्न पाइँदो रहेछ। अनि त्यसपछि गएर हामी स्टेजमै गएर हामी पनि नाच्छौँ नि त भनेर अगाडि गयौँ। दाइ पहिल्यैदेखि नाचिरहनु भएको थियो अनि म पनि गएर दाइसँग इन्जोय गर्न थालेँ एकछिन। हाम्रो डान्स पनि सक्यो होइन। त्यसपछि हामी चाहिँ बाहिर निस्क्यौँ अनि त्यसपछि खाना अर्डर गरेर एउटा होटलमा गयौँ। अनि त्यसपछि खाना आउनु अलि ढिला भयो। त्यसपछि गएर त्यहाँको रातिको भ्यूहरू यसो हेऱ्यौँ होइन, यसो रमाइलो गऱ्यौँ। अनि हामी रुमतिर लाग्यौँ। अब भोलि ठ्याक्क लाएर जङ्गल सफारी गर्ने सोच छ अनि हात्ती हेर्न जाने पनि सोच छ। त्यही भएर आज चाहिँ अब अलि छिटै सुत्नुपर्छ। त्यसपछि गएर हामी लगभग 9:30 भएको थियो अनि हामी ढिला नगरिकन रुमतिर गयौँ। त्यो दिन यताउता गर्दाखेरि लास्ट थकै पनि लागिरहेको थियो। अनि त्यसपछि गएर हामी केही नसोचिकन सुत्यौँ। अनि बिहानै उठेर कफी खायौँ होइन। कफी खाइसकेपछि हामी हाम्रो यात्रातिर लाग्यौँ। टिकट काटिसकेका थियौँ। त्यसपछि हाम्रो यात्रा सुरु भयो है त। करिब आधी घन्टापछि हामी ठ्याक्क गाडीबाट झऱ्यौँ होइन। पुल रहेछ, पुलबाट तरेर जानुपर्ने रहेछ के अरे। अनि त्यसपछि गाडी रोक्यो। त्यसपछि हामीलाई त थाहा पनि थिएन क्या, हाम्रो टोली थियो नि त 6-7 जनाको। हामीलाई चाहिँ ब्रिटिस क्याम्प भन्दै थियो, अब के हो के थाहै नै के। अनि एकैछिनमा कुरा गर्दै जाँदाखेरि बल्ल थाहा भयो होइन, हामी हात्ती हेर्न जाँदै रहेछौँ। त्यसपछि गएर दाइरामा कुरा गर्दै पुल कट्यौँ। पुल चाहिँ एकदम लामो थियो। गफ गर्दै गयौँ। हाम्रो टोली चाहिँ अलिकति पछाडि हुनुहुन्छ, कोही चाहिँ अलि अगाडि हुनुहुन्छ होइन। त्यसपछि हामी चाहिँ मस्त नेचरसँग एउटा इन्जोय गर्दै हामी अगाडि बढ्यौँ। त्यसपछि हाम्रो टिममा चाहिँ उता इन्डियाबाट घुम्न आउनुभएको बुवाहरू हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँको कुरा एकछिन सुन्दै अगाडि बढ्यौँ। तो हाथी का जो महावत था ना, गुजारी को बनाकर बनाने वाला बनाकर दे जाओ। लड्डू का जैसे दो इतना बड़ा होता है कटा क्या टोकरी तो इसमें भर कर लिया था। जो महावत था वो साला बोले कि अपने लिए अलग कर दिया। तो एक दिन उनको पता चला तो उसने मावत को निकाल दिया। तो अभी वो महात्मा का वो मिला नहीं हुआ है। कितने दिन अभी तो शिवरात्रि तक को खत्म होता है। उसको ये फरवरी 29 का नहीं, 5 साल के बाद आता है अचानक पागल हो गया। वो तो ठीक है, मार कर काबू में नहीं आया। आगे को लगा साला अभी शांति से चल रहा था, अचानक इसको क्या हो गया? अरे भाई फिर जब हाथी आगे गए तो महावत तो निकल गया था, तो वो पब्लिक में खड़ा था, उसको पकड़ा पटक के मार दिया। त्यस्तै गरी हाम्रो टोलीहरूसँग गफ गर्दै हामी पुग्यौँ हात्ती भएको ठाउँमा होइन। त्यसपछि हात्तीहरू सरर हेऱ्यौँ अनि हामीलाई भित्र जान मन थियो। अनि भित्र जानको लागि दाइले कुराकानी गर्नुभयो त्यहाँ। अनि कुराकानी गरेर हामी भित्र छिर्यौँ।
घाँस चाहिँ छिर्नै नपाइँदो रहेछ। हाल चाहिँ अलिकति पैसा सैसा दिएर होइन मिलाएर दाइ छिर्नु भयो अनि म छिरेँ। अरू पनि जान खोजिरहेको थिएँ, त्यसपछि कसैलाई जानै दिएन कि पछि उल्टै गाली खायो उसले। त्यसपछि हामीले चाहिँ हात्तीको अगाडि गएर दर्शन गऱ्यौँ। त्यसपछि फेरि गफगफ गर्न थाल्यौँ होइन। त्यसपछि त्यो हात्तीको विषयमा गफगफ गऱ्यौँ कि अब एउटा पहिला ध्रुवे हात्ती भन्ने रहेछ होइन, त्यो जुन जङ्गलको राजा, अनि पछिबाट चाहिँ ध्रुवे हात्ती मरेछ र अनि त्यसपछि अर्को रोनाल्डो हात्ती भन्ने रहेछ कि। अनि त्यो जङ्गलको राजा उसले चाहिँ कतिपय मान्छेहरू त्यत्तिकै गयो भने पनि त्यो मान्छेहरूलाई पनि एट्याक गर्ने क्या। ऊ चाहिँ डन जस्तो रहेछ होइन। त्यो हात्ती चाहिँ हामीले त्यहाँ देखेनौँ। ऊ चाहिँ जङ्गलमा खालि घुम्दो रहेछ। त्यो विषयमा यसो कुरा गर्दै गर्दै हामी अगाडि पुग्यौँ। त्यसपछि हामी अलि अगाडि गयौँ होइन। अलि अगाडि गइसकेपछि ट्याक्क पुलकटे बारी आयौँ। त्यहाँ चाहिँ पसलहरू रहेछ नि त। सुरुमा चाहिँ हामी हेर्न पनि भ्याएनौँ, हाम्रो गाडी अलि माथि थियो। अनि उतैबाट गयौँ। त्यसपछि त्यहाँ हेर्नु न मान्छेको कला हो क्या हो। उहाँहरूले चाहिँ त्यो काठबाटै त्यहीँबाट हात्ती बनाउने, गैँडाहरू बनाउने सबै कुराहरू बनाएर बेच्नु हुँदो रहेछ। अनि त्यो सबै अवलोकन गऱ्यौँ। अनि हाम्रो टिमहरू आयो। अनि त्यसपछि गाडीमा जाँदै गऱ्यौँ। अनि म नि गएँ, अनि गाडीमा गएर बसेँ। अनि त्यसपछि गएर अब हामी चाहिँ कहाँ जाने भन्दाखेरि जङ्गल सफारी गर्न जाने हो। अब निस्केको है त। हामी गाडी चढेर निस्क्यौँ होइन। त्यसपछि उहाँ चाहिँ गाइडलाइन्स गर्ने दाइ हो, हाम्रो गाइड भनौँ न। त्यसपछि उहाँले चाहिँ त्यहाँको बारेमा यताउता भन्नुभयो। अलिअलि कुराहरू हामीले सोध्यौँ पनि। अनि हामी गफ गर्दै गर्दै गयौँ। त्यसपछि डाइरेक्ट जङ्गल छिर्ने इन्ट्री त नहुँदो रहेछ नि त। अनि त्यसपछि जङ्गलको पछाडि पछाडि हुँदै हामी गयौँ। हेर्नु न केराको कति राम्रो खेती जस्तो क्या। हेर्नु न सबै केराहरू हो त्यो होइन। त्यसपछि जङ्गलको पछाडि पछाडिबाट गयौँ। अलि अगाडि गयौँ। अलि अगाडि गइसकेपछि त्यहाँ सबै देशहरूको झन्डा राखिएको रहेछ। त्यो झन्डाहरू पनि हेऱ्यौँ। त्यो देशबाट मान्छेहरू आउनु पाउने अथवा आएकोलाई सम्मान भन्ने हिसाबले पनि राखे होला, केही होला होइन। प्रकृतिसँग रमाउँदै हामी अलि अगाडि बढ्यौँ। त्यसपछि अलि अगाडि चाहिँ एउटा पसल रहेछ, त्यहाँ बिस्कुटहरू खायौँ। अनि यसो गाडी दाइसँग कुरा गरौँ त्यहाँको विषयमा। यसो वेट गर्ने, आधा घन्टा 1 घन्टा बस्ने, वेट गर्ने होइन। त्यो जनावरहरू देख्यो भने हेर्ने न त त्यहाँबाट फेरि पास आउट हुँदै यसो गरेर बेलुका 5 बजीतिर हामी बाहिर निस्किने हो। बिल्कुलै बाहिर निस्किने हो, जङ्गलभित्र बस्ने होइन। तर बाहिर निस्के पनि के हुन्छ भने त्यहाँनिर चाहिँ जङ्गलको नजिकै होमस्टेहरू बनाएर राखेको हुन्छ। त्यस्तो चट्ट पलिटी बसेर भुइँमा बसेर खाने, चुलो पकाएको आनन्द भान्सामा बसेर खाने होमस्टे, त्यसको नि त फिल हुनु पर्यो नि त्यो होइन। अनि त्यो पुरै त्यहाँ फेरि त्यो धेरै ठुलो हुन्छ नि। अब सहर बजारमा जस्तो किचन पनि हुँदैन, त्यस्तो आनन्दले क्वालिटी मारेर खाने हो कि इन्जोय गर्ने मजा नै त्यही हो नि त। त्यहाँ अब जे उनीहरूको चाहिँ अब हुन्छ नि जङ्गली के पाइन्छ अब सब्जीहरू तरकारीहरू त्यही बढेर सडेर घुमी सुमी होइन। कहिले काहीँ साउदी माछा साछा हुन्छ, मासुहरू गयो भने लोकल पाइन्छ भयो, ब्रोइलर खासै पाइँदैन। त्यस्तो होमस्टेमा त्यहाँ गएर बस्ने हो, रात चाहिँ सुत्ने। अनि त्यसपछि भोलि बिहान उठ्ने, ब्रेकफास्ट दिने, फेरि लन्च ब्याग टक्क झोलामा बोक्ने, अनि जङ्गल लाग्ने फेरि। 2-3 दिनको भयो भने होइन, एकै दिनको हो भने तपाईँलाई सौराबाट क्रस गराउने, लन्च ब्याग उठेर जाने। अनि हामीले के कस्तो प्याकेज छ भन्ने कुरा गरेको थियौँ। त्यसपछि दाइले त्यो बताउनु भयो, हिँडेर उ गर्ने प्याकेजहरू। त्यसपछि दाइले गाइड गर्दै हिँड्नुभयो, हामी अगाडि बढ्यौँ। सबसे पहले स्टार्टिंग पे हम देखेंगे बंदर। बन्दर हाँ राप्ती रिवर बिहारमा भयो कि। मेरी बात है, अभी हम सब लोग 2 घंटे हम सफारी करेंगे। सफारी के बाद क्या होता है कि जंगल है, सभी मतलब जिधर नजदीक आ जाता है, आपको जाना नहीं है, आना नहीं है, कुछ भी नहीं करना है, सिर्फ गाइड का इंस्ट्रक्शन फॉलो करना है। ठीक है, फिर चितौन नेशनल पार्क के हम इस एरिया में करेंगे। चितौन नेशनल पार्क के बारे में मुझे जानकारी है। चितौन नेशनल पार्क 1973 में स्थापित हुआ, नेपाल का पहला नेशनल पार्क। 952 स्क्वायर फीट एरिया में फैला हुआ है, बहुत बड़ा नेशनल पार्क। क्या होता है चितौन नेशनल पार्क में तो जब हम देखते हैं तो ओल में 1 गाइनों के लिए फेमस है, गेंडा के लिए फेमस है। नेपाल में 752 गेंडा है, 752 गेंडा है। और 752 गेंडा में 594 गेंडा चितौन में। हाँ, और संसार में फेमस 1 गाइनों के लिए, गेंडा के लिए फेमस है चितौन नेशनल पार्क। पर गेंडा के अलावा भी और कितने आगे करते हैं, जैसे हम बोलते हैं ना आलू टाइगर सब कुछ करके 68 स्पीसीज के यहाँ पर जानवर मिलते हैं। 68 प्रजाति के यहाँ पे जानवर मिलते हैं। यहाँ के नदियों में 120 स्पीसीज के मछली मिलते हैं, 6 स्पीसीज का टर्टल टर्टलाइज मिलते हैं, 2 स्पीसीज का कोडाई मिलते हैं। तो एक डिस्ट्रिक्ट है, डिस्ट्रिक्ट के नाम से चितौन नेशनल पार्क का नाम है। चितौन डिस्ट्रिक्ट जो है, चितौन डिस्ट्रिक्ट को
इसको नेपाल का कैपिटल सिटी ऑफ बर्ड्स, जो बर्ड्स होता है ना पंछी के लिए कैपिटल सिटी है, क्योंकि नेपाल में सबसे ज़्यादातर स्पीसीज का बर्ड्स जो होते हैं चितवन में मिलते हैं। चितवन में 664 स्पीसीज का बर्ड्स मिलते हैं। तो कोई बर्ड क्या होता है कि बाहर से आ जाता है, तो जो बच्चे हैं ना मगर का नहीं है, घड़ियाल गोई का है, क्रोकोडाइल जो बच्चे हैं ना बाहर निकल के बैठा हुआ है। हाँ, ये घड़ियाल है। मैंने बोला कि 2 क्षेत्र क्रोकोडाइल मिलते हैं, उस 2 में से एक ये वाला है जिसका मुंह थोड़ा लंबा होता है। हाँ, और इसको क्या होता है कि ये थोड़ा संसार में कहीं कहीं भी नहीं मिलता है, ओनली नेपाल और इंडिया में मिलते हैं। नहीं तो 13 कंट्रीज में इसका मिला है, रिकॉर्ड हुआ है। अगर वाइल्ड में तो अपने आप सर्वाइव करके बैठा हुआ नेपाल और इंडिया में मिलते हैं। नेपाल में भी ज़्यादा नहीं, इंडिया में भी ज़्यादा नहीं है। अगर इसको आगे रख कर फूटा पड़े तो है गाइजहरू। हाँ, इसका लंबा होता है, और ये ज़्यादा सर्वाइव क्यों नहीं कर पा रहा है, क्योंकि ये क्या होता है कि एक तो ओनली क्लीन शैलो वाटर में रहता है, ओनली साफ सुथरा और बहती हुई नदी में रहती है। और दूसरी बात क्या है कि वो ओनली फिश खाता है, मछली खाता है, कुछ भी नहीं खाता। और दूसरा वाला मांस मगर जो होता है वो जानवर वो पंछी कुछ नहीं होता है, नेपाली हामी बुझ्छौँ। सब कुछ पकड़ के खा लेता है। मगर ये क्या होता है कि ओनली साफ पानी में रहता है, बहती हुई नदी में रहते हैं, और फिश ओनली मछली खाता है। इसलिए इसका पॉपुलेशन ग्रोथ नहीं हो रहा है, क्योंकि अभी जो नदी है ना वो साफ नहीं है। और दूसरी बात क्या है कि मछली नहीं है, आदमी लोग इंसान लोग पकड़ के मार के खा लेते हैं, इसके कारण ना। और तीसरी बात ये क्या होता है कि इसका जो पॉपुलेशन ग्रोथ क्यों नहीं हो रहा है। तीसरी बात क्या होता है कि ये जो अंडा देती है ना, क्रोकोडाइल से अंडा देती है ऐसे है ना, के साइड में आके अंडा देती है। मानो इसके 20 अंडे देती है, मानो 10 ही अंडे देती है, तो 10 में से मुश्किल से एक मेल निकल आता है, बाकी सब फीमेल निकल आता है। जो पॉपुलेशन ग्रोथ के लिए मेल चाहिए ना, मेल का ही कमी होती है। वो एक बच्चा मेल जो निकलेगा ना, वो भी वो बड़े होने तक किसी पंछी खा जाता है, तो मेल ही नहीं छोटा होता है ना, छोटे को तो पंछी खाते हैं। जो ईगल होता है ना, ईगल जो पानी में जो होता है ना छोटे वाला, जैसा बच्चा होता है इसका, तो खा लेता है। बड़े को खाने के लिए स्पेशल जात चाहिए, ऊपर तलवार मारो तो उसको कुछ नहीं होता है। लंबा और बड़ा वाला मगरमच्छ अगर बोलेंगे ना, इसको बोलेंगे ये घड़ियाल, ये 7 मीटर तक लंबा होता है, 7 मीटर लंबा तक होता है, तो बहुत बड़ा होता है। हाँ, बहुत बड़ा। 7 मीटर का हो तो क्रोकोडाइल से टक्कर ले सकता है। हाँ, ले सकता है, क्योंकि ये ऐसे करके झगड़ा नहीं करता है। कभी कभार पास में बाहर निकल के दूर से, क्योंकि जब भी वो क्रोकोडाइल बोले, स्नेक बोले, वो तो कोल्ड ब्लडेड रेप्टाइल्स में पड़ेंगे। जो ब्लड होता है ठंड होता है, तो इसलिए जब भी धूप निकलेगा, वो धूप निकलने के लिए बाहर आके बैठेगा, पूरा दिन बाहर आके, तो धूप से उसका एनर्जी मिलेगा। दूसरी बात क्या होती है, उसका बॉडी का टेम्परेचर बहुत ही कोल्ड होता है, तो बाहरी बात उनसे अपने टेम्परेचर मेंटेन करने के लिए वो बाहर आके क्रोकोडाइल और स्नेक का भी फुल ब्लडेड ही होता है, रेप्टाइल में फुल ब्लडेड। गाईको कुराहरू सुन्यौँ पनि, अनि त्यसपछि कुराहरू सबै सुन्दै हामी अगाडि बढ्यौँ। त्यसपछि अलि अगाडि केही देखिन्छ कि भनेर हेऱ्यौँ, गाडी रोकेछौँ, हेरेछौँ, तर पनि केही देखिएन। त्यसपछि अलि अगाडि गएपछि एउटा नेपालीमा चित्तल भन्ने जनावर चाहिँ देखियो। का एक प्रजाति है, नेपाली में इसको बोलते हैं चित्तल। जो एंटीलोप जो होता है ना, वो सिर्फ मेल का फीमेल का नहीं होता है। इसलिए वो अगर कंपेयर करेंगे ना, फीमेल अगर मेल फीमेल कंपेयर करेंगे, वो एंटीलोप के वजह से मेल थोड़ा हैंडसम अट्रैक्टिव ब्यूटीफुल दिखेगा। कंपेयर फीमेल करेंगे ना, मेल ज़्यादा हैंडसम दिखेगा। जस्ट लाइक देखा हमको समझा। गफगाफ गर्दै जाँदा एकदमै रमाइलो भयो होइन, हाम्रो टोली एकदमै रमाइलो भयो पनि होला। एकदमै रमाइलो गर्दै गयौँ। फेरि अलि अगाडि गएर
राम्रोसँग देख्न पायौँ चितललाई। अघिको चाहिँ भाले चितल सिङ भएको रहेछ होइन, यसको चाहिँ सिङ छैन। अनि देख्यौँ अनि एकछिन हेऱ्यौँ गाडी रोकेर। त्यस विषयमा दाइले फेरि कुरा गर्न थाल्नुभयो अनि त्यसपछि हामीले सुन्यौँ। सब मेल होता है, इसका बड़ा जो होता है बड़ा भी होता है। तो क्या होता है कभी कभार वो मुखिया के लिए, लीडर के लिए एक मेल दूसरे मेल से रोक देगी। रोकने के बाद बहुत ही बड़ा जगह पे एकदम रोड देता ना वो लीडर होगा, तो वही लीड करेगा। वही किधर जाना है, जनरली किस साइड पे जाना है वही लीड करके ले चलेगा। और दूसरी बात क्या होता है कि जो लीडर जो होता है वो जितने भी फीमेल होता है ना वो उसी के अंदर होता है। ज़्यादातर वो लीडर का ही होता है। करिब हाम्रो सफारी अन्तिमतिर पुग्यो, तर पनि हामीले धेरै जनावरहरू देख्न सकेनौँ होइन। बिहानको टाइममा गयो अलि धेरै देखिन्छ भनेर चाहिँ एकजना दाइले भन्नुभएको थियो। त्यसपछि हामी बिहान त गयौँ तर अलि ढिला भएछौँ, 9-10 बजे बल्ल हामी सफारी गर्न भनेर निस्क्यौँ। तर अब बिहान 6-7 बजे जानुपर्ने रहेछ क्या सायद होइन। त्यसपछि गएर हामीले त्यस्तो खासै देखेनौँ। त्यसपछि हामीले अब गैँडा हेर्ने एकदम ठुलो लक्ष्य थियो, गैँडाहरू कसरी बस्दो रहेछ भनेर अनि उ गर्ने लक्ष्य थियो। त्यो पनि अहिलेसम्म देखिएको छैन, पछि देखिएछ भने फेरि हेर्दै गरौँला है त। केही अगाडि गइसकेपछि हामीले एउटा मन्दिर भेट्यौँ, जङ्गलको बिचमा एउटा मन्दिर रहेछ। त्यसपछि गएर त्यहाँको विषयमा दाइसँग सोध्यौँ, गफगाफ गऱ्यौँ। रुद्राक्षको बुट रहेछ अनि एकछिन कुराकानी गर्न थाल्यौँ। लेकिन नीचे से सपाट है, ऊपर ही है। क्योंकि इसके आसपास के सभी ये जो बहुत लंबा है ना, इसके जो रूप के लिए ना ये सीधे गया। त्यसपछि हामी तलतिर फोटो खिच्न गयौँ खोलातिर। अनि त्यहाँ चाहिँ एउटा मान्यता रहेछ क्या, त्यहाँ एउटा शिवलिङ्ग रहेछ। अनि त्यहाँ चाहिँ जसले दुईवटा हातमा पानी अड्याएर र पुर्याउन सक्छ राम्रो तरिकाले उसले पाप धेरै गरेको छैन, जसले अड्याउन सक्दैन त्यो चाहिँ पापी हो, पाप गरेको भन्ने एउटा मान्यता रहेछ। अनि त्यो गऱ्यौँ हामीले, राम्रैसँग अड्यायौँ। घुमघाम सकिसकेपछि हामी फर्कियौँ माथिपट्टि। अनि त्यसपछि अब हामी जानको लागि तयारी भयौँ। त्यसपछि हामी फर्किँदै गर्दा फाइनल्ली गैँडालाई देख्यौँ होइन। त्यसपछि एकछिन गैँडा त्यहीँ हेरेर बस्यौँ। गैँडा आनन्दले त्यस्तै चराएर बस्दो रहेछ। त्यो कहिलेकाहीँ बाटोमा पनि आउँछ अरे होइन। अब त्यसपछि हामी त कहिलेकाहीँ जानेले देख्दा पनि अचम्म लाग्छ नि त। अनि एकछिन हेऱ्यौँ त्यहीँ बसेर। अनि हाम्रो टाइमभन्दा धेरै भइसकेको थियो होइन। त्यसपछि हामी फर्कियौँ, गैँडा पनि हेऱ्यौँ, जे देखियो त्यो हेऱ्यौँ होइन। जङ्गलको जस एउटा आनन्द लियौँ। अनि त्यो गाडीमा चढेर होइन प्रकृतिसँग मजाले झुम्यौँ। अर्को फेर आउँदा चाहिँ हिँड्दै जङ्गल अवलोकन गर्ने भन्ने सोच बनायौँ हामीले। फर्किएपछि धेरै ढिला नगरी हामी होटलमा बसेको होटलमा गयौँ। त्यसपछि हाम्रा सामानहरू झिक्यौँ। हाम्रा सामानहरू झिकेर अब काठमाडौँ फर्किने तयारी गर्न थाल्यौँ। चाहिँ अब निस्केको सौराबाट आफ्नो कर्मथलो काठमाडौँतिर है त। बाई बाई सौरा। अनि हाम्रो यात्रा सकियो है त। फेरि अर्को भिडियोमा फेरि आउँला। मेरो पहिलो ब्लग हो, कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया दिनु होला है त। बाई बाई, सी यू।